फिफा विश्वकप 2026 को थर्ड स्थानको लागि भएको खेलमा इङ्ल्यान्डले फ्रान्सलाई 6-4 गोलले चाहिँ हराएको छ र एकै गेममा चाहिँ 10 गोल परेका छन्, जसमा चाहिँ इङ्ल्यान्डका लागि बुकायो साकाले चाहिँ ह्याट्रिक गरेका थिए। त्यसैगरी फ्रान्सका लागि किलियन एम्बाप्पेले चाहिँ 2 गोल र 1 एसिस्ट गरेका थिए। त्यसैगरी इङ्ल्यान्ड र फ्रान्स विरुद्धको खेलमा माइकल ओलिसेले चाहिँ फ्रान्सका लागि 2वटा एसिस्ट गरेका थिए र आजको खेलमा चाहिँ इङ्ल्यान्डले चाहिँ सुरुवाती तेस्रो मिनेटमा चाहिँ अग्रता लिएको थियो, जसमा चाहिँ डेक्लेन राइसले गोल गरेका थिए भने र खेलको 18औं मिनेटमा कोन्चा, त्यसैगरी खेलको 37औं मिनेट र 46औं मिनेटमा फेरि बुकायो साकाले गोल गर्दै इङ्ल्यान्ड चाहिँ खेलको हाफ समयमा चाहिँ 4-0 ले अगाडि रहेको थियो र खेलको दोस्रो हाफमा चाहिँ फ्रान्स तातेको थियो। खेलको 48औं मिनेटमा किलियन एम्बाप्पेले, त्यसै खेलको 54औं मिनेटमा चाहिँ बार्कोलाले गोल गरेका थिए भने खेलको 66औं मिनेटमा चाहिँ फेरि किलियन एम्बाप्पेले चाहिँ गोल गरेका थिए। खेलको 87औं मिनेटमा चाहिँ इङ्ल्यान्डले चाहिँ पेनाल्टी पायो र उक्त गोललाई परिणत गर्दै बुकायो साकाले चाहिँ आफ्नो ह्याट्रिक पनि पूरा गरे। 96औं मिनेटमा फेरि फ्रान्सका डेम्बेलेले गोल गर्दै खेललाई 5-4 को अवस्थामा ल्याए, तर खेलको 98औं मिनेटमा चाहिँ जुड बेलिङ्गमले चाहिँ इङ्ल्यान्डका लागि अर्को गोल थपे, खेललाई चाहिँ 6-4 को अवस्थामा ल्याए। इङ्ल्यान्डले चाहिँ फ्रान्सलाई 6-4 ले चाहिँ हराउँदै विश्वकप 2026 को थर्ड स्थान चाहिँ हासिल गर्न सफल रह्यो। र अब फाइनल कस्तो हुन्छ त्यो पनि हेर्न बाँकी छ। फाइनल चाहिँ अर्जेन्टिना र स्पेन बीच आज राति 12:45 बजे